हेलो फ्रेन्ड, गुड मर्निङ। सुबह सुबह दाजुभाइको क्या हो र है दाजुभाइ का? कुमारको घर जाने? म त भाइलाई सोध्दैछु। कुमारको घर दादाको घर जाने दादाको घर जाने अरे जुमै मेरो आजको चाहिँ ब्रेकफास्टमा चाहिँ आइरहेको छु, वाइ बनाउँदै रहेको छु, वाइको झोल खान्छु। ला झन्डै पोख्यो के अरे यहाँ चाहिँ खानु स्टार्ट भयो लन्च। देखो न यता, देखो न। क्या आएछ अन्त? बर्गर। खै हेरौँ बर्गर कस्तो रहेछ। अरे टेस्टी। त्यो बर्गरमा हाल्दैन, त्यो नबर्गरमा हाली, त्यो बर्गरमा नहाल्नु। खाऊ न खाऊ तिमी। म त अब छैन खानु खोल्नु खाँदै गर नि तिमी, म त मुवाला बसेको नि त। सबै पनि खाँदै गर्नु खानु स्टार्ट तपाईँ। म अहिले खाँदिनँ। म नि अहिले खाँदिनँ। दिमै खोला त खोलेर छल्का। खाने मान्छेले काम गर्छ अन्त। तपाईँ नखानु आउने ल्याउ, यति हुनु जान्दैन। यो हालिदिनु न। पक्र खै कस्तो राम्ररी पक्र, हात काटिँदैन हौ। नराउने खाएँ म चाहिँ अब। ल चियर्स। कस्तो रहेछ? के अरे हौ त्यो चाहिँ? बाबा के बर्गर हो त्यो? पिज्जा बर्गर हो त्यो त। ल खाऊ न त्यस्तै। स्विच अफ गर्नु हुन्छ माथि।
डाइरेक्ट स्विच अफ स्विच अफ गरिदिनु छाड्यो अझै दिनु पर्यो के भन्ने के भन्ने के भाइ भन्नु मिठो भएन अगाएन भाइ पिरो भएर के भइसक्यो के गर्ने अर्को साल यहाँ सिटी जान्छु नि हौ के लुट्ने अरे के अरे मैले भनेको होला अर्को सालको विन्टरमा लुट्ने अरे मलाई भयो अब त्यो नखानु फ्याँकिदेऊ मिठो भएन होइन मैले खाएर तपाईँले बुढी नजर आयो मैले नखाउँछु नि त हेर त सिँगा निकालेको आफू खाइरहेको छ अरू खाइरहेको मान्छेले त नखाऊ पो भन्छ हौ मिठो भएन भएन नि त तपाईँले पिज्जा मिठो भयो किन डल्ले खानु भयो ए डल्ले तिमीलाई दिनु पर्दैछ है खोली त दिनु दसी ल्याएको त पापाले के खाएको अब त्यो अरे के अरे त्यो झिङ्गे माछा चिङ्री हो चिङ्रीको चप एन्ड आलु अरे चिकन पकौडा